हेलो नमस्ते सबैजनालाई। आज चाहिँ म जाँड पकाउनुतिर लागेँ। अब दसैँ तिहार नुहागी आइसकिसकेको छ, त्यही भएर अब धमाधम जाँड पकाउँदैछु। मैले चाहिँ कोदोको जाँड पकाउँदैछु। अब यो कोदोको जाँड चाहिँ हाम्रो कुल पूजा नुहागीमा चाहिँ विशेष गरी चाहिन्छ। अनि यो चाहिँ 2 महिना राख्नुपर्छ, अनि त्यस पछाडि मात्रै मिठो हुन्छ। चाहिँ राम्रोसँग सुकेपछि मात्रै जाँड मिठो हुन्छ। त्यस पछाडि पखालेर मजाले धोएर चाहिँ पकाउन सकिन्छ यो कोदोको जाँड। मर्चा चाहिँ थोरै हाल्नुपर्छ, धेरै हाल्यो भने पनि खरो अमिलो हुन्छ। अनि त्यही भएर थोरै हालेर मजाले माडेर चाहिँ यसमा लाउन सकिन्छ। पकाएको कोदोमा चाहिँ मजाले सेलाएपछि मात्रै यो मर्चा चाहिँ यसरी माथिदेखि छरेर सबैतिर मोल्नुपर्छ। अनि त्यस पछाडि बोरामा हाल्नुपर्छ। अनि बोरामा हालेपछि चाहिँ 2-3 दिन पछाडि आफै स्मेल आउनु थाल्छ। अनि त्यस पछाडि ड्रममा हाल्ने, अनि त्यसपछि तयार हुन्छ। अब चाहिँ मैले कोदोको जाँड पकाइसकेँ। अब 2-3 महिनापछि मात्रै रेडी हुन्छ। तपाईँहरू पनि आउनुहोस् है नुहागीको जाँड खान कोदोको।